ढोको भएको बजे कस्तो रमाइलो लाग्यो हजुरलाई मेरो बजेलाई चाहिँ एकदमै इच्छा लाग्यो घुम्नको लागि एकदम केबल कारमा चढ्नको लागि बजे अहिले इच्छा पुग्यो नि बजे बजेको इच्छा पुग्यो बजेको इच्छा चाहिँ पुग्यो सानो मान्छे हो बाबा नमस्ते गरिदिनु नमस्ते नमस्ते मुखले होइन हौ हातले नमस्ते यता छैन कटा गयो होला कि घरै फालिदिएछ छोडिदिएछ भोलिपछि बाटो पिच भएपछि जाने बन्दीपुर पनि जाने अहिले चाहिँ त्यहाँ बाटो अलिक बनाउँदै नि त कोत्रेतिर म पनि यसको जोडा हो क्या गराउने मान्छे पनि सिकाउनु नै हो एक घन्टा म त 1 घन्टा नि सक्थिनँ होला बजेट जति उकालो हिँडेको मान्छेलाई नि 1 घन्टा अझै धेरै मान्छे यहाँ तल मेरो काले त भोका रहेछ के मोबाइल होइन त्यो उनीहरूले बोलाएको के कमला ल अब अर्को पछि टाइम पाउँदाखेरि जाने नि त समय रिसाएर नगएको हेर्नु बजे यही अब आयो यहाँनिर झर्ने हो यो हाम्रो लास्ट स्टेसन चाहिँ बजे उतै हो हामीहरू झर्ने त्यो माथि हो हो यो माथि त्यहाँ होटल छ कि ऊ त्यहाँनिर गणेशको मूर्ति रहेछ मेरो बजारलाई चाहिँ एकदमै राउन्ड भएको थिएन खासमा बिहानै आउनु भनेको हामीहरू चाहिँ खासमा बिहानै आउनु भनेको नि बजे बिहान आउनु भनेको उठ्नु यो सारङकोटको कति ठुलो आयो मन्दिर बजे ल हिँडेर जानुपर्छ बाबा बाबा बजे आयो बजे भयो बाहिर ल अब चाहिँ निस्किने अब यो खोलिन्छ अनि निस्किने डर लाग्दैन बजे डर हो कि ओ त्यो माथिको मूर्ति देखेको होला अलिअलि देखियो कुम्दीकोट ए गाडी पनि हिँड्ने रहेछ क्या हिँड्छ बोजू चाहिँ यता जाने रे यता मन्दिरमा जाने रे है झन् बाबा चाहिँ नमारा भन्छको भिडियो है र मामा बाबु अहिले कहाँनिर अरे उसको साथी
साथी राम्रो भयो मा गरिदिनु मामालाई मा गरिदिनु मामालाई मा गरिदिनु ल मामालाई मा त्यस्तो हुन्छ मा गरिदिनु अक्को मामा भन्दा त्यस्तो होइन त्यस्तो ल त्यस्तो यस्तो मा मा ल मा अरे कस्तो मा गरिदेऊ साइकल मेरो भन्दा उहाँ परिहेरेको होइन कहाँ परिहेरेको हो के हेरेको हो के हेरेको साइकल गरेको हेरेको उहाँ दिदीले साइकल गरेको हेरेको छ मेरो भन्दा चाहिँ के रे बाबु मा गरिदेऊ मा गरिदेऊ मा गरिदेऊ न ल मा गरिदेऊ मा गरिदेऊ मा गरिदेऊ ल त्यो त्यस्तो मा होइन क्या गर्नु त्यस्तो होइन मा गर्नु मा गर्नु ठिक भयो अहिले बोक्ने घर मात्र मानिक होइन मेरो भन्छ लिली जाऊ नानी भयो अब चाहिँ गीत पनि आयो एकछिन मम्मी आउँदै कि नानी बाबुले चलाउनु जाने हो ल बाबु थिच्देऊ एकछिन मम्मी आएको छैन मम्मी अनि हजुर सुन हाल्नु नि त सुन के सुन सुन के अहिले हाल्ने नि त त्यो राखेको नि पैसा अर्को फेर दसैँ फेरि आउँदैन किन अहिले नगर्ने किन नि पैसा उठ्नु छ नि ज्यू ल अझै यस्तो रमाइलो लाग्यो हजुरलाई थप्नु अहिले सुनको भाउ कति भएको थाहा भयो चाहिँ अहिले हदसम्म भएको वाला थप्नु होइन फेरि गर्दाखेरि हुन्छ त यो चाहिँ यो ऊ पनि रहेछ होइन ओहो यहाँबाट चाहिँ ठाउँहरू दामी राम्रो देख्दो रहेछ होइन बजे यी लाली ग्रास त यहाँ रहेछ उ त्यहाँ माथि है आगो लागि भएको रहेछ नि त यतातिर टिप्न दिन्छ कि दिन्न जाम बजे हजुर मेरो
बेसी फुल हो। अब हामीहरूले चाहिँ यहाँनिर आएर यत्तिकै अरूको ठाउँमा आएर अब टिप्न पनि मिल्दैन, त्यही भएर मैले त्यति टिप्दैन। तर फुल चाहिँ लैदिनु मन लाग्थ्यो होइन, घरमा चाहिँ कान्छीलाई फुल लैदिनु मन लाग्थ्यो। म चाहिँ टिप्दिनँ, किन भन्दैमा अब सबैले देख्छ फेरि फुल कता टिपेको के टिपेको भन्ने होइन, छेउ मात्र हुन्छ, त्यही भएर मैले फुल टिप्दैन। बरु हजुरले यस्तो देख्नुहुन्छ। राख्नुभयो त्यो गणेश त्यो यो के थियो मन्दिर बजे ऊ त्यहाँ माथि चाहिँ गणेश अनि यतापट्टि मन्दिर 5वटा टाउको भएको गणेश होइन। के हो गणेश यो के हो मन्दिर मन्दिरको केको मन्दिर हो? गणेशकै मन्दिर होला। है म र बजे चाहिँ फाइनल्ली होइन माथि केबल कार कटेर माथि मन्दिरमा आयौँ। बजेको एकदमै इच्छा लाग्यो। उहाँ चाहिँ मेरो एकदम आफ्नै, हामीहरू सबैजनाले माया गरेर दुदु बजै भन्छ कि, अनि त्यही भएर हामीले दुदु बजै भन्छौँ होइन। अनि बजैले नि एकदमै धेरै माया गर्नुहुन्छ, हामीले नि एकदमै धेरै माया गर्छौँ होइन। बजै यहाँ माथि फेरि ऊ भन्छ के जति सक्छ दान पनि गर्नुपर्छ। कति गर्नु हजुर मनबाट कस्तो हो र पैसा दिने हो, पैसा दिने 100 रुपियाँ जति रुपियाँ दिँदा नि हुन्छ। 5 रुपियाँ दिने 5 रुपियाँ 100 रुपियाँ हुन्छ। 100 रुपियाँ मासु 105 रुपियाँ है। छ कि छैन छ कि छैन भनेको हुनु पऱ्यो नि मसिनो ल नाति छ त यहाँ बजै। अब बजैले नि खाली पेट आउनु भयो होइन, म पनि खाली पेट। अब भोक लाग्छ होइन। दिउँसोको कति बजी बजे कुन त 12 साढे 12:45 यहाँ चाहिँ 12:45 भएछ। यो मेरो इन्डियाको टाइम छ क्या बजे, त्यही भएर होइन। मलाई नि आज रमाइलो लाग्यो, बजे आउनुभएको थियो मलाई पछि भेट्न के अरे गाउँबाट। मसिनो पैसा छैन मसिनो पैसा मसँग छ मसिनो पैसा कस्तो छ सही छैन बजारले पैसा निकाल्नु पर्छ। छैन मसिनो भोलि 5 रुपियाँ निकाल्नु, म अरू दिन्छु। छ त सही रुपियाँ बजारले टन्नै पैसा बोकेर हिँड्नुहुन्छ कि छैन 10 पनि छैन केही नि हुन्न, जति सकेको दिन त नि। उहाँले गर्नुभएको सहयोगको कदर गर्न चाहन्छु। उहाँको सहयोगले गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु। चाहिँ बजेले होइन सहयोग गर्नुहुन्छ अरे होइन, धन्यवाद। पैसा अलिकति भयो भने सहयोग गर्नुहुन्छ अरे यहाँनिर। ऊ त्यहाँनिर बस्नुपर्छ नि, त्यहाँनिर लगिदिनु पर्छ। जानुपर्छ ल। जति दिनुहुन्छ मनबाट दिने, नसोच्नु न।
155 रुपियाँ दान उपलब्ध भएको छ। उहाँको व्यक्तिगत तथा घर परिवारमा सुख शान्ति समृद्धि र ऐश्वर्य होस्, 2082 साल मङ्गलमय रहोस् भन्ने शुभकामनाका साथमा उहाँले गर्नुभएको सहयोगको कदर गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद जसुमती आले मगरजीको सम्पूर्ण परिवारको। बजेको चाहिँ भर्खरै सहयोग गर्नु भएन, बजे आउँदैन हुन्छ बजेको नानी। यसरी नै सहयोग आफूले सहयोग गर्ने कर्ममै अरुण गाउँपालिका 1 याङपाङ भोजपुरबाट पाल्नुभएका गङ्गा माया थापा मगरजीको सम्पूर्ण अहिले चाहिँ हामीहरू फर्किँदैछौँ होइन, केबल कारमा छोडिदिनु सफल सफल। अनि त्यहाँबाट फेरि अब बजार चाहिँ होइन पहिलो भए पनि मन्दिरको लागि सहयोग गर्नुभयो होइन। है बजे मन शान्ति तपाईँको मन शान्ति भयो ए ल ठिक। अनि त्यसपछि फेरि अब हामीहरू चाहिँ फर्किँदैछौँ। मेन कुरा त अब केबल कार पनि पुग्न थाल्यौँ होइन। अलिकति माथि नै हो खासमा यो जहाँ मन्दिर छ नि बजे त्यहाँको नाम चाहिँ के हो हजुरलाई थाहा छ? त्यहाँ मन्दिर भएको ठाउँमा भनेको शरणकोट धाम भन्दो रहेछ क्या अझै शरणकोट धाम भन्दो रहेछ होइन। रमाइलो लाग्यो नि बजे, रमाइलो लागेर मेरो बजेलाई चाहिँ होइन। अब चाहिँ हामी घुम्न लाग्यौँ होइन। यहाँनिर मैले उयोवाला गरेको, मैले उयोवाला गरेको योवाला बजे चाहिँ झर्दैछ होइन। अनि बजै ल अब चाहिँ हामी गयौँ भिडियो बनाइदेऊ न ल हो अलिकति उता बिचमा होइन बिस्तारै बिस्तारै। बजे कस्तो राम्रो लाग्यो? ठाउँ राम्रो लाग्यो? मामा आँखै कोपे त नि कपालले बनाइ बजार चाहिँ एकदम इच्छा लाग्थ्यो नि यहाँ आउने। ल पुरा भयो आमा, मन पर्यो? मन पर्यो आमालाई। अब यिनीहरू त अब यहीँ हुने भएन, ठिकै छ। आमा आठेर आछैन अहिले अस्ति नै आउला उठेमा बाबु बेबी म पहिला आइसकेको थिएँ बजे यहाँ एकचोटि त्यो जिप लाइन गर्ने बेलामा। अहिले चाहिँ कत्रो ठुल्ठुलो पाहाड छ, यत्रो ठुल्ठुलो पाहाड छ है। फोटो हेर्ने कि भिडियो भिडियो चाहिँ बजेर मेरो चाहिँ आजको यहीँसम्म हाल्नु चाहिँ अब चाहिँ कति राम्रो राम्रो हो। आजको भिडियो चाहिँ यहीँसम्म बजेर मेरो लाइफ चाहिँ होइन। हस् थ्याङ्क यू सो मच, एकदमै धेरै धेरै धन्यवाद होइन। बजे ल बाई बाई गरिदिनु सबै, बाई बाई नमस्ते। अब